आज चाहिँ बनाए चिप्स र साथीहरू आज चाहिँ बनाउन लागेको चिप्स है कोलको चिप्स है कोल एकदम काटेर रेडी पारेर राखेको छु। यो चाहिँ आफूले बनाउनु भएको थियो एकदम मिठो लाग्यो सक्यो पनि है धेरै नै बनाउनु भएको थियो अनि सबै यहाँ घर सामनेको नानी केटाकेटीहरू आएको थियो उनीहरूलाई नै दियो एकदमै मिठोले खायो है अनि त्यही भएर आज पनि बनाऊँ भनेर रेडी गरौँ भन्दा साथीहरू बोइल त गरेँ हल्का तर घाम पनि लागेन है एकछिन सुकाउँछु भनेर सोचेको थियो तर यस्तै नै फ्राई गरिहेर्छु। साथीहरू नानीलाई सुताएको थियो नि त म त सोचेँ नानी उठ्यो भनेर कि पल्लो घरको नानी रुको रहेछ कुदेर गएको के गर्नु साथीहरू फटाफट पकाउनु पर्यो है नानी सुतेको बेला नै स्यासै भयो कुदेर आएर र म अब चाहिँ एकदम चुलोमा बनाउनु लाग्यो कि साथीहरू यहाँ हेर्नुहोस् एकदम रेडी पारिरहेको छु हो। यो तेल चाहिँ हिजोको नै थियो हिजो बनाएर राखेको त्यही बाँचेको थियो नि त अनि त्यही तेलमा नै मैले चाहिँ बनाउन लागेँ र साथीहरू अब है घरमा बनायो भने चाहिँ अब चिप्सहरू राम्रो पनि लाग्छ अब नानीहरूको लागि राम्रो हो नि त अब आफ्नो लागि पनि राम्रै हो तर पनि नानीहरूले चाहिँ अब बाहिरको के खानु खोज्छ है यस्तो चिप्सहरू अनि त्यही भएर चाहिँ अब घरमै बनाएर दिएको चाहिँ राम्रो भनेर अनि मैले चाहिँ अब आमाले चाहिँ बनाउनु भएको थियो अनि मलाई पनि आज चाहिँ जाँगर चल्यो अनि म पनि बनाउन लागेको र हिजो नै मैले छिलेर राखेको थियो अनि हिजो चाहिँ मैले समय पाइनँ नानीले गरेर अनि त्यही भएर म चाहिँ आज बनाउँदैछु र बनाउँदै साथीहरू यति राम्रो भएछ हो अब कुरुम नै भएछ कराङ हुन्छ नि अब अनि त्यस्तो भयो भने त अब चिप्स चाहिँ अलिक राम्रो लाग्छ नि त खानुलाई होइन अनि फेसक भयो भने त कहाँ राम्रो हुन्छ नि त। अनि मैले चाहिँ मजाले हो यो मजाले आगो बालेर चाहिँ एकदमै चुरुम हुने गरेर मजाले फ्राई गर्यो। अब त्यसलाई चाहिँ एकदमै तेलमा डुबाएर नै गर्नुपर्छ है चुरुम हुनुको लागि र हजुर साथीहरूले पनि पुरा बनाउनुहुन्छ होला है कहिले बनाउनुहुन्छ कमेन्टमा भन्नु होला है। मैले पनि अब यस्तो भिडियोहरू पनि त्यति साह्रो त हेरेको छैन खालि घाममा सुकाउँछ बोइल गरेर चाहिँ भनेर थाहा थियो तर अब त्यसरी बनाएको पनि थिएन नि त अनि त्यही भएर त्यस्तै नै बनाए भयो आज चाहिँ घाम पनि लागेन र अनि यता हेर्नु साथी यस्तो धुवाँ आएको नि हेर्न पुरा यस्तो लाग्दै थियो कि पुरा मेरो चाहिँ धुवाँ र अनि प्याज काट्दाखेरि चाहिँ मलाई एकदमै बर्दाश्त हुँदैन साथीहरू। अनि यता चाहिँ हेर्नुहोस् न मेरो कुकुरको बच्चाहरू त्यही राम्ररी बसिरहेको थियो हो सुतिरहेको थियो अनि यता अब उयो पनि रेडी भयो चिप्स पनि अनि त्यसपछि चाहिँ अनि म चाहिँ एउटा बयममा खाली गरेर हाल्दै थिएँ र नानी पनि उठिहाल्यो र नानी पनि कति राम्ररी हाँस्दै थियो हेर्नुहोस् न एकदम उसलाई पनि एकदम एक्साइटिङ हो एकदम चिप्सको डिब्बा देखेर क्या उसलाई पनि एकदम राम्रो लागेको हिजो खाएर उसलाई एकदमै मन पर्यो नि त। उठी गली छोक्यो यता मेरो पनि कपाल मिलाइदिनु यसो Oh my god. Hamalo. Hamai. त्यसपछि चाहिँ मैले नानीलाई खानुलाई दिएर भुलाएर राखेँ र म चाहिँ नानीको लागि खाना बनाउन थालेँ खिचडी नानीलाई खिलाइ गरेर म पनि खानु लागेँ र मेरो चाहिँ खाना आज केही छैन साथीहरू अब बिहानकै सब्जीहरू थियो अनि त्यसमा नै खाएँ र अनि बोडी आलु है अनि त्यस्तो सब्जीहरू थियो अनि उयोहरू बनाएको थियो तिते करेला आलु यस्तै अब चटनीहरूसँग खाएँ र आजको भिडियो चाहिँ यति नै हो।